ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ त्यो तलको एभरेस्ट भ्यू पोइन्ट मैले जहाँबाट धेरै हिमालहरूको अवलोकन गरिसकेको थिएँ त्यहाँ छ हैन। यताबाट घुमेर आउँदाखेरि सम्पूर्णमा नमस्ते। आज 22 कार्तिक। आज पनि तपाईहरुमाझ यस्तै विगतको दिनमा है सुन्दर स्थानहरूको भिडियो लिएर आइसकेको छु र अहिलेसम्म कन्टिन्यू निरन्तर भिडियो हेरेर साथ दिनुभएको सम्पूर्ण महानुभावहरुमा न्यानो सम्झना। अनि आज चाहिँ म सोलुखुम्बुको यसै पनि धेरै स्थानहरू त्यतिकै चर्चित छन्, नेपालमा मात्र हैन विश्वमा चर्चित ठाउँहरू छन्। आज म खुम्बु क्षेत्रको नाम्चे बजार क्षेत्रभन्दा थोरै माथि रहेर 1 घण्टा करिब पैदल दूरीमा हिँडेर त्यहाँ रहेको खुन्जुङ खुन्दै गाउँ स्याङबेचे विमानस्थलको दृश्य तपाईहरुमा प्रस्तुत गर्न लागिरहेको छु र साथै अन्य त्यहाँ भित्र रहेको अन्य सुन्दर स्थलहरुलाई म छुटाउने छैन र यहाँबाट पनि मैले विगतका दिनमा देखाउने हिमालहरू हैन घाम अक्खर झुल्केको छ। कुसुमखाङ्गहरु थाम्सेरको यता छ, पोङदेलाई त तपाईहरुले हेरि नै रहनु भएको छ। ल हेर्नुस्, अब यो स्थान अनुसार हिमालको सेप पनि फरक तरिकाको देखिँदै जाँदो रहेछ। अनि यहाँ चाहिँ अहिले पर्यटकहरू धेरै मात्रामा पर्यटकहरू उँभो लागिरहनु भएको छ। विशेष गरी यो बाटो चाहिँ पर्यटकहरूले यहाँको हावापानी यहाँको परिवेशमा एडजस्ट हुन युज टु हुनको लागि एक दिन चाहिँ यो बाटोमा हिँडेर ओहोरदोहोर गरेर खर्चिनुहुन्छ। यहाँबाट पुगिने ठाउँ भनेको खुन्जुङ खुन्दै स्याङबेचे विमानस्थल र होटल एचइबी पुगिन्छ र प्रायः चाहिँ पर्यटकहरू एचइबी पनि यो बाटो जानुहुन्छ लगायत अन्य ठाउँहरू सुन्दर ठाउँहरू पनि यहाँबाट पुगिन्छ है। टक्क नाम्चे बजार हेर्नुहोस्, म चाहिँ नाम्चे बजारभन्दा सिधै उकालो माथि डाँडामा आएर भिडियो बनाइरहेको छु। ल हेर्नुहोस्, यस्तो गइरहेको छ क्या नाम्चे बजार। अनि यो साइडबाट तेर्सो जाने चाहिँ ठम्म थामे थेस्यो हैन। त्यसपछि हामी लुङदेनबाट उकालो हुँदै रेन्जोला पास गरेर गोकेताल पनि पुग्न सकिन्छ र त्यहाँबाट उता नागपाला नाका पनि जाने बाटो हो पहिलाको त्यताबाट र यहाँबाट पास गरेर दोलखा पनि पुग्न सकिन्छ है त। यहाँ तल चोर क्याम्प भन्छ, चोर क्याम्पबाट यस्तो तेर्सोको बाटो ठुलो बाटो देखिन्छ नि, त्यो चाहिँ एभरेस्ट ट्रेकिङ रुट है। ल नाम्चे भन्दा माथि स्याङबेचे भन्दा थोरै मात्र मुनि बाट देखिने तलको दृश्य हेर्नुहोस्। मलाई नहेर्नु ल, दृश्यलाई हेर्नुहोस्। फाइनल्ली स्याङबेचे विमानस्थल नजिक आइसकेँ म चाहिँ। अनि यहाँबाट देख्नुहुन्छ कलाएर हिलारी पोइन्ट त्यहाँ पर गाजर हिमाल अनि नजिकैबाट हेर्नुहोस् खुम्बु हिल्ला हिमाल। ल अहिले चाहिँ सामान्य रूपमा हिउँले भरिएको छ। आज चाहिँ म मेरो देश नेपालको बारेमा धेरै बोल्न त आउँदैन हैन, तर जस मनको भावनालाई थोरै शाब्दिक लयमा भन्न मात्र खोजे हो। नेपाल त्यसै पनि जैविक विविधतामा अगाडि नै छ हैन, विश्वको अगाडिको देशहरुमा पर्ने देशहरुमै पर्छ हाम्रो। त्यसमा पनि पारिस्थितिक प्रणाली यहाँको एकदम अमेजिङ छ हैन। तपाईको भौगोलिक यहाँको दृश्य पनि एकदम विश्वमै नभएको कहीँ नभएको पृथक एन्ड मनोरम पनि छ। सायदै हामीले नेपाल भित्रिने पर्यटकहरूको संख्या, पर्यटकहरूको एक खालको रेस्पोन्स र पर्यटकहरू यस क्षेत्रमा आइरहँदा रमाइरहेको कुराले त्यसलाई प्रतिबिम्बित गर्छ जस्तो लाग्छ। र हिमाल पहाड तराईमध्ये हिमाल चाहिँ नेपालको गहना नै हो। नेपाललाई कतिपय देशमा चिनाउने एउटा हिमाली क्षेत्रको अहम भूमिका रहन्छ हैन।
विश्वको अधिकांश देशहरूले हिमाल नै छ, हिमाल राम्रो छ, हिमाल हेर्नलाई पनि नेपाल आउने गर्दछन्। त्यसै पनि सगरमाथा विश्वको सर्वोच्च शिखर यो नेपाल हाम्रो देशको पनि मेरै प्रदेशमा पर्छ होइन। अनि अब यसलाई चाहिँ हामीले एउटा जनस्तरबाट र अर्को गभर्मेन्टको स्तरबाट चाहिँ यसलाई अझ नेपाललाई चाहिँ पर्यटनको क्षेत्रका रूपमा आधुनिक तवरले समय अनुकूल यसलाई परिवर्तन गर्नुपर्ने पाटा छ। सांस्कृतिक सामाजिक विविधता परम्परागत कुराहरूलाई कायम राख्नुपर्ने कुराहरू पनि छ होइन। यहाँको होइन जलवायु परिवर्तनले पार्दै गरेको असर न्यूनीकरण गर्न पनि त्यत्तिकै चुनौती छ। लगायत हरेक कुरामा हामीले सोच्नुपर्ने देखिन्छ होइन। एउटा हिमाली क्षेत्रको यो ठाउँ पनि शेर्पा संस्कृति एउटा ब्रान्ड हो। यो शेर्पा संस्कृतिको अवलोकन गर्नलाई विदेशीहरू आइरहेको हुन्छ। यहाँ आइसकेपछि शेर्पा संस्कृतिलाई नजिकबाट एउटा आभास गर्ने अवसर दिनुपर्छ जस्तो लाग्छ। यस्तै भन्दा भन्दै म चाहिँ स्याङ्बुचे विमानस्थल आइसकेँ। अब म तपाईँहरूको स्याङ्बुचे विमानस्थल देखाउँछु है त। ल म चाहिँ अहिले स्याङ्बुचे विमानस्थलमै छु है। यो देखिएको जुन छ नि स्याङ्बुचे विमानस्थल हो। यद्यपि स्याङ्बुचे विमानस्थल यसै पनि एउटा चर्चित विमानस्थल हुनुको पछाडि यो हिमालहरू अगाडि देखिएको थामसिरको उता कुसुङखाङ्गहरू यतापट्टि सुमेरु होइन लगायत कोङदे लगायत सुन्दर स्थान र हिमालहरूको अवलोकन यहाँबाट गर्न सकिन्छ। र 3720 को हाइटमा अवस्थित यस स्याङ्बुचे विमानस्थलमा चाहिँ पहिला अगाडि चाहिँ यात्रु बोकेर व्यावसायिक उडान नै हुने गर्दथ्यो अरे। अहिले चाहिँ त्यो स्थगित छ, अहिले हुँदैन। अहिले कार्गो सेवा कार्गो हेलिहरू चाहिँ यहाँ आउने गर्दछ र लगायत हेलिकप्टर चाहिँ यहाँ अवतरण गरिन्छ। अहिले चाहिँ स्याङ्बुचे विमानस्थलको अवस्था हेर्नुहोस्। यहाँ परबाट हेर्नु न कस्तो विमानस्थल सुन्दर हिमालले घेरिएको स्याङ्बुचे विमानस्थल हेर्नुहोस्। ल टक्क यहाँबाट हेर्नुहोस् माथिसम्म छ क्या होइन। पाइलटलाई पनि लाग्दो होला क्या यो एयरपोर्टमा चाहिँ सधैँ चाहिँ हिमाल अवतरण गर्न पाइयोस् भन्ने लाग्दो होला जस्तो लाग्छ आई थिङ्क होइन रेस्पेक्ट। ल हेर्नुहोस् वरिपरि हिमाली परिवेश अनि टक्क यहाँ एयरपोर्ट। यो स्याङ्बुचे विमानस्थल चाहिँ तपाईँहरूले लोकसेवा पढ्नु भएको छ भने त स्याङ्बुचे विमानस्थल चाहिँ धेरै पढिन्छ नि फेरि। अनि हिमाल चाहिँ सरी सोलुखुम्बुमा चाहिँ धेरैवटा विमानस्थल भएको जिल्ला सोलुखुम्बु भन्दछ। अनि त्यो मध्ये एउटा यो पनि है होइन। अहिले चाहिँ हिमाली क्षेत्रमा प्रवेश गर्ने यात्रुहरू हवाईमार्ग प्रयोग गर्दा लुक्ला विमानस्थललाई प्रयोग गर्नुपर्ने हुन्छ है त। यो छ नि हिमाल अथवा के पहाड भन्ने हिउँले भरिएको मात्रै हिमाल भन्छ कि के भन्छ मलाई थाहा भएन होइन। तर होइन कस्तो क्या टक्क काटेरै बनाए जस्तो क्या टक्क त्रिभुज आकारमा छ होइन। स्वाट्ट तलबाट उठेर फेरि माथि पुगेर स्वाट्टै झरे चाहिँ त्यही पहाडको फेदमा चाहिँ एउटा सुन्दर उपत्यका छ। त्यो उपत्यकालाई मैले तपाईँहरूलाई भिडियो मार्फत देखाउने कोसिस गर्दछु है त। यो चाहिँ यो चोर्तेन पनि छ अगाडि सुन्दर सुमजुङ जाँदैछ स्याङ्बुचे विमानस्थलबाट। अनि यो याक अनुवांशिक केन्द्र हो। यो चाहिँ ठुलो एरिया छ। यो चाहिँ उन्नत जातको याकहरू उत्पादन गरिन्छ र बिक्री वितरण पनि गरिन्छ। वरिपरि हेर्नुहोस् यो पुरै चौर अहिले चलिरहेछ हेर्नुहोस्। घाँस अब अलिक समयपछि त्यो साह्रोले घाँस हुँदैन। यो चाहिँ याक बच्चा। यो कति वर्षको हो दाजु याक? 1 वर्ष मात्र हुन्छ है। एउटाले एउटा पाउँछ होइन। कस्तो राम्रो छ यार याकको बच्चालाई हेर्नुहोस्। ओहो कस्तो क्या हम्बल लाग्छ याकहरू चाहिँ हेर्नुहोस्। सानो छ है बाक्लो रौँले भरिएको टक्क हेर्नुहोस्। वरिपरि त हिमाल चोर्तेनहरू चलिरहेछ बिचराहरू मजाले। ल हेर्नुहोस् यो कहिले उँभो निकाल्छ दाइ? वैशाखमा उँभो लान्छ चैतमा लगेर। अनि अहिले भर्खर झारे हो कि हो? अब माथि चिसो हुन्छ नि त होइन हिउँ पर्न थालेपछि। अब अहिले चाहिँ बच्चा मात्रै झारेको हो? दुध चाहिँ खाँदैन होला होइन? ए घाँसकै भरमा। ए ल हेर्नुहोस् अफिस चाहिँ यहाँ चाहिँ यहाँको अनुवांशिक केन्द्रको अफिस चाहिँ। अब हामी त्यतैतर्फ
ल हामी चाहिँ स्याङबुचे विमानस्थलबाट करिब आधा घन्टाको हिँडाइ पश्चात चाहिँ पैदल हिँडाइ पश्चात खुम्जुङ ग्रिन भिलेजमा आइसक्यो। ग्रिन भिलेज चाहिँ यसै पनि सबै छानाहरू हरियो भएकोले गर्दाखेरि ग्रिन भिलेज हो, अथवा ग्रिन भिलेजको कन्सेप्ट ल्याउन नै सबै घरहरूमा एकरूपता ल्याउनका लागि सबै हरियै हरियो छाना छ। ल हेर्नुहोस् माथि टक्क यहाँ परबाटको यो गाउँलाई चाहिँ परबाट हेर्नुहोस् यसरी यस्तो देखिन्छ। अब हामी एउटा ओह्रालो झर्दैछौँ हाम्रो दाइ र म चाहिँ। अब यहाँभित्रको चाहिँ तपाईँहरूमा यसो दृश्य प्रस्तुत गर्न लागिरहेको छौँ।